हेलो भाइ नमस्ते। आजको खेल रहेको छ रातिको 12:45 खेल भने कोहोस क्यानाडा र बोस्निया एन्ड हर्जेगोभिनाको रहेको छ। क्यानाडामा अहिलेको युवा कप्तान अल्फान्सो डेभिसले आफ्नो टिमलाई सम्हाल्नुहुन्छ भने यता बोस्नियातिर चाहिँ इडन डेचको हुनुहुन्छ र हिजो र आज दुई खेल फिफा विश्वकपको भइसकेको छ भने आज यो तेस्रो खेल हो जुन क्यानाडामा हुँदैछ। क्यानाडा पनि एउटा कोहोस्ट हो यस विश्वकपको। युएसए, क्यानाडा एन्ड मेक्सिको। आजको खेल कस्तो जित्छ कृपया कमेन्टमा लेख्नुहोला। थ्याङ्क यू।